नमस्कार। ऊर्जा संवादमा उपस्थित भएका छौँ। आजको संवादमा हामी स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका वरिष्ठ उपाध्यक्ष मोहन कुमार डाङ्गीसँग संवाद गर्नेछौँ। आजको संवादमा हामीले उहाँका व्यावसायिक यात्रा थोरै र इपानको संरचनागत सुधारका केही विषयहरू र अन्य समसामयिक विषय जुन निजी क्षेत्र र इपान र निजी क्षेत्र सिङ्गो निजी क्षेत्रले भोगिराखेको छ ती समस्याहरूको विषयमा केन्द्रित रहेर आजको संवाद गर्नेछौँ। मोहन सरलाई स्वागत छ। हस्, थ्याङ्क यू। यहाँले सुरुमा एउटा प्रोजेक्ट पूर्वमा 7.5 मेगावाटको प्रोजेक्टबाट सुरुवात गर्नुभयो। त्यो प्रोजेक्ट कम्प्लिट गरेर बत्ती बालिसकेर अहिलेसम्म आइसकेको अवस्थामा त्यो यात्रालाई यहाँले कसरी संक्षेपीकरण गर्नुहुन्छ? यो विद्युतको चरम अभाव तपाईँ हामीलाई तथ्याङ्कै थाहा छ। हामी चाहिँ 2057 सालसम्म 254 मेगावाट मात्रै बिजुली उत्पादन थियो। त्यो बेलामा चाहिँ विद्युत अब विद्युतको विकास नगरिकन अन्य विकास हुँदैन भन्ने सरकारले महसुस गरेर जुन ऐन र नीतिहरू ल्यायो, त्यसले गर्दाखेरि अलिअलि पैसा आर्जन गरेको अन्य क्षेत्रमा अलिअलि पैसा आर्जन गरेको मान्छे जलविद्युतमा लगानी गर्नुपर्छ भन्ने हिसाबले अलिकति सरकारले पनि प्रेरित गरेको भएर बजारको माग पनि त्यो भएकोले गर्दाखेरि त्यो जलविद्युतको लगानीमा ऊर्जा क्षेत्रको लगानीमा आउन थाले। त्यसै क्रममा म 62 सालदेखि जलविद्युतमा अलिकति लगानी गर्न थालेको हुँ। झन् 12-13 वर्षमा तपाईँले भने जस्तो तीर्थुमको मोराङमा अवस्थित खोरुङ्गा खोलाबाट 7.5 मेगावाट विद्युत उत्पादन गर्न सफल भइयो। र यसको यात्रामा चाहिँ तपाईँले अब सम्झिहाल्नुभयो, यो चाहिँ अख्तियारले 14वटा आयोजनाहरू खारेज गरेको थियो। त्यो मध्येको एउटा आयोजना हो खोरुङ्गा खोला। 5-6 करोड पैसा लगानी गरिसके पछाडि अनुमति पत्र 2 पल्ट खारेज भएको थियो। अनि त्यो हुँदाखेरि चाहिँ के हुन्छ भने मैले चाहिँ सरदर अब जलविद्युतमा धेरै समस्याहरू हुन्छन्, ती समस्याहरू सबै चिरेर विद्युत उत्पादन गर्नुपर्छ। तर मलाई चाहिँ छुट्टै समस्या, अर्को अख्तियारको पनि समस्या भएर झन्डै 2.5 वर्ष लडेपछि अनि उकासेर काम गरियो। झन्डै 13 वर्षमा त्यो आयोजना बनाउन सफल भइयो। र त्यो आयोजना चाहिँ एक हिसाबले म प्राविधिक मान्छे नभएको कारणले र मैले चाहिँ त्यही आयोजनाबाट धेरै कुराहरू सिक्ने मौका पाएँ। र त्यो आयोजना चाहिँ मेरो अहिले पनि भन्ने गर्छु, मैले यो ऊर्जा क्षेत्रको जलविद्युत क्षेत्रको मेरो लागि चाहिँ पहिलो युनिभर्सिटी भयो। मेरो यात्रा चाहिँ त्यसरी सुरुवात भयो। पाठशाला भनौँ, युनिभर्सिटी युनिभर्सिटी। अहिले यहाँले एउटा ठुलै टिम छ, यहाँको कम्पनीहरू अरू सब्सिडियरी कम्पनीहरू पनि खुलेका छन्। कतिवटा आयोजना अहिले अगाडि बढाइराख्नु भएको छ? जलविद्युत आयोजना अथवा ऊर्जा आयोजना भन्ने बित्तिकै एकजना घराइसी प्रोप्राइटरसिपमा बन्ने खालका आयोजनाहरू हुँदैनन्। धेरैजना मान्छेहरू मिलेर हामी नेपालीको सरदर आम्दानीको हिसाबमा कति लगानी गर्न सक्छौँ भन्ने हिसाबले हिसाब गर्दा पनि धेरै मान्छेहरू चाहिँ समूह मिलेर काम गर्नुपर्छ। त्यो समूह मिल्दाखेरि अब मेरो एउटा समूह तीर्थुमीहरू नै झन्डै 79% तीर्थुमीहरू भएर हामीले 7.5 मेगावाटको आयोजना तीर्थुममा बनायौँ। त्योदेखि पछाडि सोलुमा 19.8 मेगावाटको आयोजना त्योदेखि अलग्गै तीर्थुमदेखि बाहेकको टिम मिलेर बनाइयो। माया खोला शङ्खसभामा त्यो पनि म संलग्न प्रोजेक्ट हो। सुरुमा संलग्न प्रोजेक्ट भएकोले गर्दाखेरि त्यसको पनि नाम लिन मन लाग्छ। भनेपछि यी 3टा आयोजना 3टा समूह भएर बनाइयो। त्यसो गरेपछि समूह भएर बनाएपछि त्यसले चाहिँ के हो, नेटवर्किङ मेरो अलिकति डेभलप गर्यो। र अहिले मैले पछिल्लो पिरियडमा चाहिँ के हो भने चाहिँ जति आयोजनाका लागि आवश्यक मान्छेहरू हुन्छन्, जस्तै प्राविधिकहरू भयो, अहिले चाहिँ मैले के गरेको छु भने व्यावसायिक घराना अनि प्राविधिक साथीहरूलाई पनि समेटेर गरेको छु। र अहिले चाहिँ 50 मेगावाटको आयोजना मनाङमा बनाउँदैछौँ। भनेपछि यो चाहिँ अलिकति नयाँ नमुना गरेको छु मैले। जस्तो प्राविधिक अहिले चाहिँ हाम्रो मणिराज दाल, यो तपाईँको ऊर्जा क्षेत्रमा परिचितै नाम हो। मणिराज दाल, नारायण पौडेल, यो खालको प्राविधिक टिम र व्यावसायिक घराना राठी ग्रुप, भनेपछि व्यावसायिक घरानालाई समेटेर आयोजना बनाउँदैछु। भने चाहिँ यो चाहिँ अब धेरै मान्छेहरू मिलेर आयोजना हुन्छ। र अहिले सुरुदेखि अब सबैमा हिसाब गर्दा त झन्डै तीर्थुम पावर कम्पनीमा 5 जनाबाट सुरु भएको यात्रा अहिले 62,000 सेयर सदस्य छौँ, होइन? त्यो हिसाबले अब धेरै आयोजनामा जोडिँदै जाँदाखेरि त्यही अनुसार सेयर सदस्य पनि थपिँदै जान्छन्। त्यही अनुसार चलाइरहेको छु। अब यहाँले खोरुङ्गा खोला बनाउँदा के सिकाइ भयो, के रहेछ, अनि अबको मार्ग चाहिँ नि कसरी जानुपर्ने रहेछ? मान्छे जेमा लाग्यो त्यसमै विश्वास गरेर एकदम आत्मविश्वासका साथ लाग्नुपर्छ भन्ने लाग्छ। र म अलिकति सकारात्मक सोच राख्छु पहिलेदेखि।
सकारात्मक सोच राख्छु। त्यसर्थमा मैले के गर्छु भनेपछि कुनै पनि क्षेत्रलाई हेर्दाखेरि त्यसका एडभान्टेजहरू कति छन्, फाइदाहरू कति छन् भनेर फाइदाको लिस्ट बनाउने हो, अनि बेफाइदाको लिस्ट बनाउने हो। अवश्य पनि फाइदाको लिस्ट पहिला बनायो भनेपछि फाइदाका लिस्ट बेसी हुन्छन्, बेफाइदाका लिस्ट कम हुन्छन्। यो क्षेत्र अहिले कस्तो भएको छ भनेपछि झन्डै अब सेबनले हामी चाहिँ इपानले चाहिँ तपाईँको स्टडी गर्दैछ अहिले ठ्याक्कै कति चाहिँ सेयर होल्डर हाम्रो के अरे जलविद्युतमा ऊर्जा क्षेत्रका सेयर होल्डरहरू कति रहेछन् भनेर स्टडी गर्दैछ। एउटा 27 लाखको डाटासम्म पुगेको छ, अझै स्टडी बाँकी छ चाहिँ। तर सेबनले चाहिँ ठाउँ ठाउँको कार्यक्रमहरूमा 65 लाख सेयर होल्डरहरूमा कुनै न कुनै हिसाबले 10 किता होला, 20 किता होला, 200-400 किता होला, तर चाहिँ 65 लाखै मान्छेहरू चाहिँ यो क्षेत्रमा आबद्ध छन् भन्ने डाटा देखाएको छ। त्यस अर्थमा यो क्षेत्रलाई गैर जिम्मेवार हुने छुट छैन। अब किनभने लाखौँ लाख मान्छेहरूको सेयर हुने भनेको अघि तपाईँलाई मैले भने 7.5 मेगावाटको एउटा सानो आयोजनामा 62,000 छन् भनेपछि ती सबैको आकाङ्क्षा पुरा गर्ने हिसाबले जानुपर्छ। र अर्को चाहिँ के हुन्छ भने अब त्यो लेभलमा यो क्षेत्र कस्तो भनेपछि 2-4जना मान्छेले इमान्दारीका साथ मेहनत गर्यो भने 2-4जना अगुवाले, जस्तो एउटा यो कम्पनीको संरचना के हुन्छ भनेपछि साधारण सभा हुन्छ, साधारण सभा चाहिँ सञ्चालक समिति हुन्छ, सञ्चालक समिति सामान्यतया 7जनाको सञ्चालक समिति हुन्छ, 7जना एक्टिभ चाहिँ चेयरम्यान होला, एमडी होला हैन, भनेपछि बाँकी त सञ्चालक मात्रै हुन्छ भने 1-2जनाले इमान्दारीपूर्वक काम गर्यो भने धेरै मान्छेको चाहिँ आर्थिक उन्नति गर्न सकिन्छ भन्ने आशा र त्यो विश्वासका साथ लागेको हुनाले गर्दाखेरि अब मैले चाहिँ यो क्षेत्रले मेरो अब अहिलेको विश्वास मेरो के हो भनेपछि अब हामी सदैवदेखि भनिरहेका छौँ कृषि, पर्यटन र ऊर्जा, जलविद्युत भनेर विशेष गरेर जलविद्युत भनेर हामी भनिरहेका छौँ। अहिले चाहिँ मलाई यो थोरै मान्छेले काम गरेर धेरै मान्छेको आर्थिक उन्नति हुने भएकोले गर्दाखेरि ऊर्जा, पर्यटन र कृषि भन्न मन लाग्छ। त्यो हिसाबले त्यो एकदम आत्मविश्वासका साथ यसले यो देशलाई समृद्धिको मार्गमा अगाडि बढाउँछ भन्ने आत्मविश्वास लागेको छु र दिनरात त्यसैमा खटिराखेको छु। यहाँले भने चाहिँ 1-2जना सफल मान्छेहरूले काम गर्दाखेरि धेरैले बेनिफिट पाउने क्षेत्र भयो हो। फेरि तिनै 1-2जनाले नराम्रो काम गरे भने फेरि सेक्टरलाई पनि दाग लाग्ने अवस्था यसो छ। यो चाहिँ के छ भने जुनसुकै पनि क्षेत्रमा यो जलविद्युत या ऊर्जा या यो भनन भन्ने छैन, जुनसुकै पनि क्षेत्रमा राम्रो र नराम्रो पक्ष हुन्छ हैन, राम्रो र नराम्रो पक्ष हुन्छ। मैले विनम्र अनुरोध राज्यको चौथो अङ्ग हैन पत्रकार साथीहरूलाई पनि मेरो विनम्र अनुरोध के हो भनेपछि मोहन डाँगीले फटाइ गर्यो भने मोहन डाँगीको बारेमा लेख्ने, उसलाई चाहिँ कानुनी कारबाही गराउने हैन, तर चाहिँ सेक्टरलाई चाहिँ भन्नु हुँदैन भन्ने म अनुरोध गर्न थालेको छु अहिले। र सेक्टर खराब हुँदैन, व्यक्ति खराब हुन्छ। त्यस्ता चाहिँ प्रशस्त तपाईँले यही क्षेत्रमा लागेर पत्रकारिता गरेर लामो समय बिताउनु भएको छ, तपाईँ हामीलाई यथेष्ट थाहा छ त्यस्ता उदाहरणहरू छन्, फटाइ गरेका उदाहरणहरू। तर चाहिँ त्यो फटाइ गरेकोलाई पनि अस्ति मैले एउटा प्रस्ताव पनि गरेको हो, जस्तो मन्त्रीज्यूलाई पनि अहिले अब ऊर्जा क्षेत्र बुझ्ने मन्त्रीज्यू हुनुहुन्छ हैन, ऊर्जा क्षेत्र मन्त्री हुनुहुन्छ, डिजी साहब तेस्रोपल्ट विभागमा आउनु भएको छ हैन, उहाँ यो सेक्टरसँग एकदम परिचित र ऊर्जा मन्त्रालयमा लामो समय व्यतीत गरेको हुनुहुन्छ। मैले के भनेको भने जस्तो उदाहरणकै लागि 2-4वटा नामै पनि लिन सकिन्छ, मैले यो सार्वजनिक नाम नलिउँ, तर जसले चाहिँ जनताको पैसा उठाएर बत्ती बाल्न सकेको छैन त्यो आयोजनाहरूलाई चाहिँ नोटिस निकालेर खारेज गरौँ, त्यो आयोजना खारेज गरौँ। तर खारेज कसरी गरौँ भन्दाखेरि जसले जति पैसा उठाएको छ त्यो पैसा त्यही लगानी रहने गरी, जस्तो फेरि निजी क्षेत्रलाई के गर्ने आह्वान गर्ने, यस्तो प्रोजेक्ट छ हैन, यस्तो प्रोजेक्टमा चाहिँ लगानी गरेर अगाडि बढ्न चाहनुहुन्छ भनेपछि निजी क्षेत्रले लिन्छ र ती पहिलाका जति पनि लगानीकर्ताहरू छन् त्यसैमा सुरक्षित हुन्छन् हैन। ल साह्रै भएछ, नराम्रो प्रोजेक्ट भएछ, एकदम माइनस सकिने भएछ भनेपछि राज्यले शताब्दीौँदेखि बगेका खोलाहरू हुन् नि, अरू 5 वर्ष तपाईँको जेनरस लाइसेन्सको टाइम थपिदिँदा के जान्छ त राज्यको हैन। अनि यो सेक्टरको त मान्छे कम्तीमा म डुबिनँ, मलाई राज्यले उकासो बत्ती बोल्यो भन्ने मेसेज जान्छ नि त। यो क्षेत्रको खतरा के हो, यो क्षेत्रको खतरा के हो भनेपछि जतिसुकै लगानी गरेको होस् पानीलाई बत्तीमा परिणत गर्न सकेन भने त्यो लगानी जिरो हो। केही साथीहरूको त्यस्तो समस्या भएको छ, त्यो समस्या राज्य अभिभावक हो। हामीले यो क्षेत्रलाई यो सेक्टरलाई शुद्धिकरण गर्न छ, राज्यले हेर्नु पर्यो, राज्यले हेर्नु पर्यो र राज्यले चाह्यो भनेपछि त्यो तुरुन्तै हुन्छ। र त्यसो भनेर त्यो जसले चाहिँ लगानी उठाएर भाग्यो उसलाई त कानुन बमोजिम कारबाही पनि गर्नु पर्यो, तर रेस्क्यु पनि गर्नु पर्यो। हिजो इपान
सानो संस्था थियो होइन, अब प्रोजेक्ट पनि थोरै थिए, डेभलपर थोरै थिए। आज इपान व्यावसायिक भयो, ठुलो भयो। इपानले एउटा वर्गको मात्रै नेतृत्व गर्यो, समग्र चाहिँ निजी क्षेत्रको नेतृत्व गर्न सकेन भन्ने गुनासो, आम गुनासो पछिल्लो दशकमा, पछिल्लो वर्षहरूमा सुनिन्छ। यसमा यहाँको धारणा के छ? अब तपाईँले अघि भनिसक्नुभयो, यो त सानो झिल्कोबाट जस्तो अहिले चाहिँ हामी चाहिँ 80%, 70%, 80% चाहिँ हामी स्टेक प्राइभेटले लिइरहेका छौँ भनेका छौँ। 3500 मेगावाटको उत्पादन छ, झन्डै 2700 मेगावाट हामीले चाहिँ उत्पादन गरेका छौँ भन्दैछौँ। त्यसको मतलब त हिजो 1 मेगावाट 2 मेगावाटबाट सुरु भएको यात्रा आज चाहिँ तपाईँको निजी क्षेत्रले 341 मेगावाटसम्मका आयोजनाहरू चाहिँ लिएर हिँडेको छ। हाम्रो भनेको के भने आर्थिक प्राविधिक हरेक हिसाबले क्षमता वृद्धि भएको छ। र अर्को चाहिँ के छ भन्दाखेरि यो सानो क्षेत्र हुँदाखेरि सानै समस्या थिए, थोरै समस्या थिए। अब ठुलो क्षेत्र भएपछि समस्या पनि आएकै छन्, समाधान पनि भएका भए छन्, अनि नयाँ समस्या पनि आएकै छन् क्या। त्यो भएकोले गर्दाखेरि यो सेक्टर ठुलो भएको छ, गरेको छ। स्वाभाविक रूपमा इपानमा नेतृत्वमा आएर सबैका समस्याहरू समाधान गर्छु भनेर हिँड्दै गर्दाखेरि कतिको समाधान गर्न सकिएला, कतिको समाधान भए, कतिको समाधान भएनन्। अब ती सबै समाधान पनि हुँदैन, सबै समाधान हुँदैनन् पनि। अनि बाहिरबाट जसले जे आशा गरेर चाहिँ हामीलाई अगाडि लागेको छ त्यसले त्यो कमेन्ट गर्न पनि उसको अधिकारको कुरा हो, स्वाभाविक होइन। तर चाहिँ समस्याहरू धेरै समाधान हुँदै पनि छन्। र संरचनागत सुधारमा चाहिँ अलिकति अब क्षेत्र बढेपछि थोरै चाहिँ अब महासङ्घको अवधारणामा पनि जानुपर्छ कि होइन, किनभने यो त स्ट्रेन्थ त बढाउँदै जानु पऱ्यो नि। अहिले त तपाईँको 13 खरब 15 खरबको हामी लगानी भन्छौँ, खैर त्यो हामी भनिरहेको छौँ। त्यसको डाटा चाहिँ हामी सङ्कलन गर्दैछौँ अहिले। त्यो डाटा चाहिँ ठ्याक्कै के हो त भनेर डाटा सङ्कलन गर्दैछौँ। अनि त्यसो गरेपछि त नेपालको निजी क्षेत्रको सबैभन्दा ठुलो लगानीको क्षेत्र यो हो होइन, सेक्टर हो। इपान नै ठुलो हो, इपान नै ठुलो हो भनेपछि। अनि अर्को कुरा चाहिँ के हो भनेपछि सामान्यतया लगानी के हुन्छ भनेपछि 70% ब्याङ्कले गर्छ, 70 रुपियाँ ब्याङ्कले गर्ने भयो, 30 रुपियाँ हामीले गर्ने। 30 रुपियाँलाई फेरि 100 रुपियाँ 100% मान्छौँ हामी। 30% को 3 तियो 9 रुपियाँ, 9 रुपियाँ हामीले चाहिँ स्थानीयलाई 10% 3 रुपियाँको निकाल्छौँ, सर्वसाधारणलाई 6 रुपियाँको निकाल्छौँ होइन। हामीले 21 रुपियाँ हाल्छौँ होइन। अब यहाँ सबै भइरहेको के छ भन्दाखेरि त्यो 6 रुपियाँको लागि कुरा भइरहेछ क्या। किनभने त्यो 6 रुपियाँमा पनि 3 रुपियाँको त 3 वर्षै लकिन हुन्छ, 6 रुपियाँको के अरे 21 रुपियाँको 3 वर्षै लकिन हुन्छ, 24 रुपियाँ भइगयो। 6 रुपियाँ त के हुन्छ भने आज सेयर हाल्छ, खुलेको भोलिपल्ट लिस्टिङ भएको भोलिपल्टदेखि कारोबार गर्न थाल्छ। त्यो त जतिसुकै घाटामा गएका प्रोजेक्ट हुन् तपाईँको त्यसको त 400, 500, 600मा किनबेच हुन्छ होइन। अब यहाँ मैले तपाईँलाई त्यो भन्न खोजेको के हो भनेपछि त्यो जनताको हकितमा हामी बोल्नुपर्छ, म पनि बोल्नुपर्छ। 1000 रुपियाँको सेयर हुनेलाई 1000 रुपियाँ ठुलो हो, लाख रुपियाँको सेयर हुनेलाई लाख रुपियाँ ठुलो हो होइन। त्यो हिसाबमा बोल्नुपर्छ। तर त्यो सबैभन्दा चाहिँ तपाईँको जलविद्युतबाट लाभान्वित भएको भनेको त्यो 6 रुपियाँ हो क्या। 100 रुपियाँमा 6 रुपियाँ भनेको त एकदमै सानो भयो। त्यो सानो पोर्टफोलियोमा कसैले चाहिँ 3 रुपियाँको 2 रुपियाँको सेयर, 2 रुपियाँ बराबरको सेयर कसैले किन्यो भने त उसलाई चलखेल गर्न सजिलो भयो नि त। त्यो सानो सानो सेयर बोटलेर एकमुष्ट बनाएर त्यहाँ पनि बिचौलियाले खेल हो क्या। जलविद्युतमा बिचौलिया छ। यस। अब के भयो भन्दाखेरि अनि त्यसले के भन्छ, यो विकास रोक्नु पर्यो भन्छ, यो नगर्नु पर्यो भन्छ। जस्तै म के भन्छु भनेपछि सबैभन्दा पहिला कोही चाहिँ पत्रकारिताको म क्षेत्रमा होला, कोही तपाईँको कर्मचारीको म होला, कोही व्यापारीको होला, म जलविद्युत व्यवसायी भयो होइन। तर ती सबै ह्याट हटाउनु भन्दा सबैभन्दा पहिला त म त नेपाली हो नि त, हामी नेपाली हो नि त, नेपालको हितमा सोच्नु पर्यो नि त। कम्प्युटर खेल्नेहरूको त अब अहिले त म नाम नलिउँ, पत्र पत्रिकामा तपाईँको हाउसमा उनीहरूको फुलावाला छ नि त। किनभनेदेखि उसले थोरै सेयर लिन्छ, बजार घुमाउँछ, त्यहीँ रोटेट गर्छ, खाइहाल्छ। त्यो बिचरा सर्वसाधारण 10 किताब 20 किताब के पर्छ, उसले चाहिँ 100 को सट्टा 400 बेचिहाल्छ, ऊ आफै इन्जोय गरिगयो, सक्यो। अनि अब त्यो सबै पोको पारेर चाहिँ को बस्छ भन्दाखेरि बिचौलिया बस्छ। अनि बिचौलियाले बजारलाई रोटेट गरिरहन्छ। अब जब मेरो सेयर अलिकति बेच्न पाएँ, अर्को प्रोजेक्टमा लगानी गर्नु पऱ्यो भनेर बेच्न पाएँ भने त भोल्युम बढ्ने भयो नि त, उसलाई खेल्न अप्ठ्यारो हुनु भयो नि त। त्यो हिसाबले खेलिएको छ। र यो चाहिँ विडम्बना हो। बरु सरकारले के भन्नुपर्छ भनेपछि तपाईँले यहाँको सेयर बेच्नुहोस्, तर यहाँबाट तपाईँले जलविद्युतभन्दा बाहिर निकाल्न पाउनु हुँदैन है, अर्को आयोजनामा लगानी गर्नु छ भनेर बाध्यात्मक राख्नुहोस् न। यहाँबाट बेच्नुहोस्, कर सरकारलाई तिर्ने कर तिर्नुहोस्, अर्को क्षेत्रमा लगानी गर्न पाइएन, अर्को कम्पनीमा तपाईँ लगानी गर्नुहोस्, जलविद्युतमै लगाउनुहोस्, अन्त गर्न पाइँदैन भन्नुहोस् न सरकारले। बरु त्यसो गर्दा के हुन्छ भन्दाखेरि अर्को आयोजनामा अर्को आयोजना हुन्छ, त्यही बिचौलियालाई पनि सजिलो हुन्छ नि त, अर्को आयोजनाको पनि खुल्छ नि त, अर्कोमा पनि खेल्न पायो उसले। भनेपछि यो के भयो भन्दाखेरि यही रोक्ने खालको जुन आइरहेको छ नियमनकारी निकायले एकदम चुस्त ढङ्गबाट हेर्नु पर्यो।
निजी क्षेत्रको छाता सङ्गठन इपानलाई एउटा आरोप पनि के छ भने हिजो सानाबाट आइयो हामी आज ठुल्ठुला आयोजनाहरू बनाउने क्षमतामा पुग्यो, तर ती साना आयोजना जो 1 मिनट 2 मिनट 10 मिनटसम्मका आयोजना इपानले हेरेन, तिनका समस्यालाई सुन्दै सुनेन भन्ने गुनासो पनि छ। यहाँ इपानको एउटा जिम्मेवार पदमा पनि हुनुहुन्छ, के भन्नुहुन्छ? त्यो आरोपको चाहिँ म खण्डन गर्छु। किन खण्डन गर्छु भने 10 मेगावाटसम्मको हाइड्रोलोजी पेनल्टी हटाउने काम कसले गर्यो? इपानले गरे हो नि त। अहिले हामी चाहिँ पुरै हटाउनुपर्छ भन्दैछौँ। किन भनेपछि मार्केट त कहाँ गइसक्यो भनेपछि यहीँ छिमेकी मार्केट हेरौँ न। हामी भारतलाई त अब यहाँ त धेरै राष्ट्रवादी भएर भारतलाई त हरेक हिसाबले जुनसुकै पार्टीले पनि गाली गर्ने मात्रै कुरा छ। तर भारतमा त तपाईँको 1 घन्टाको लागि बिजुली किन्न पाइन्छ नि त। कन्ज्युमेबल आइटम जस्तो तपाईँको चक्लेट बिस्कुट जस्तो भयो नि त भारतमा बिजुलीको बजार त। हो चाहिँ त्यस्तो बेलामा यहाँ चाहिँ तपाईँको भने जति उत्पादन गरिनुहोस् के गरिनुहोस् भनेर फाइन जुन एनइएले लगाइराखेको छ, त्यो फाइन लगाइरहेको कुरामा 10 मेगावाटसम्म हाइड्रोलोजी पेनल्टी हटाएको छ भने अहिले हामी पुरै हटाउनु पर्छ। 10% त बाँकी नै छ नि। यसो हुन्छ, त्यसमा मै हो छलफलमा बस्ने। जस्तो गत कृष्ण आचार्य दाईको पूर्व निवर्तमान अध्यक्षज्यूको पालामा मलाई तपाईँको एनइए र ऊर्जा मन्त्रालय हेर्ने जिम्मेवारी मलाई थियो। जस्तो 3 जना उपाध्यक्ष, 3 जना उपाध्यक्षलाई एकवटा जिम्मेवारी थियो, मलाई त्यो जिम्मेवारी थियो। ती मिटिङमा त हरेक मिटिङमा बसेको छु नि। त्यो नेगोसिएसनमा बसेपछि त के हुन्छ भन्दाखेरि राइट एन्ड रङ लजिकले तर्क गर्ने हो नि। एनइएको तर्क त्यसमा के आयो भनेपछि जस्तो 1 हप्ता अगाडि डिक्लेयर गरिदिनु भयो भने त हाम्रो त सिस्टम कोल्याप्स हुन्छ नि त। जस्तो 1 हप्ता अगाडि यति बिजुली म यो हप्ताभरिमा दिन्छु भनेर भन्नुभयो भने सिस्टमलाई त्यही अनुसार रन गर्छ। यदि कति पुग्दैन, कति ब्यालेन्स बाहिरबाट ल्याउनुपर्छ कि एक्सपोर्ट गर्नुपर्छ कि त्यो हामीले सबै डाटा हेर्नुपर्छ। तर तपाईँ मन लाग्यो आज 4 मिनट चलाइदिनु भएको छ, भोलि 1 मिनट चलाइदिनु पर्छ, भोलि 500 किलोवाट चलाइदिनु भएको छ भनेपछि त त्यो त सिस्टम त कोल्याप्स हुन्छ। त्यसको लागि पनि बचाउनुपर्छ भनेर 10% को कुरा हो कि त्यो। त्यसमा एकदमै लजिकल उहाँहरूले चाहिँ हामीले त्यसलाई चाहिँ काट्न नसक्ने अवस्था भएकोले गर्दाखेरि 10% राखेको 100% भएको ठाउँमा 10%लाई ठुलो कुरा मान्नु हुँदैन। त्यो पनि 1 हप्ता अगाडि डिक्लेयर गर्न पाइन्छ। त्यो पुरै पेनल्टी पनि छैन भनेपछि इपानले काम नगरेको होइन। अहिले नै पनि जस्तो नेपाल सरकारलाई 28,500 मेगावाट चाहिँ त्यो ऊर्जा मार्ग चित्र बनाएर चाहिँ गर्नुपर्छ भनेको के का लागि? पिपिए खोल्नका लागि हो नि त। 28,500 मेगावाट 10 वर्षमा बनाउने, अनि पिपिए चाहिँ नखोल्ने भने त त्यसलाई प्रेसर क्रिएट गर्नको लागि त्यो ल्याएको हो नि त। त्यो इपानकै फलमा आएको हो। अब अहिले के भयो भने त्यहाँ 81 बुदाहरू छन्। हेर्नु, त्यहाँ 81 बुदाहरूमा अहिले इपानले मागिरहेका अधिकांश मागहरू त्यहाँ सम्बोधन गरिएका छन्, तर कार्यान्वयनमा गएको छैन होइन। त्यो कार्यान्वयनमा जानको लागि चाहिँ हामी खबरदारी गरिरहेका छौँ। नभए त क्याबिनेटले डिसिजन गरेको भनेको हो नियमावली त बनाउनु नि त। त्यसलाई कार्यान्वयनमा जानु पऱ्यो। त्यहाँ राम्रो पक्ष के छ भने त्यो 81 बुदामा हेर्नुहोस् कुन चिज कति महिनामा गर्ने भनेको छ क्या। अब 4 महिनामा हुने चिज भएको छैन। अब त 4 महिना भयो नि त। अब 4 महिनामा यो चाहिँ किन भएन त भनेर हामीले खबरदारी गर्दैछौँ भनेपछि यो इपानले नगरेको म मान्दिनँ, गरेको छ तर पुगेको चाहिँ छैन। अझै हामीले गर्नुपर्ने छ। किन अघि सुरुमा भनिसकेँ नि मैले, सेक्टर ठुलो भयो नि त। जस्तै तपाईँको यो के हुँदो रहेछ संसारमा भनेपछि बुट मोडलमा दिएका आयोजनाहरूको तपाईँको आइपिओ निकाल्न नपाइने रहेछ है संसारमा प्र्याक्टिस। तर नेपालमा पनि हेर्नु, संसारमा त होइन नेपालमा पनि तपाईँको खिम्ती र कालीगण्डकी आयो त सेयर आएन नि त। किन भन्दाखेरि यति वर्षमा सकिन्छ भन्ने थियो नि त, बुटमा थियो नि त होइन, त्यो आएन। तर यी सबै आयोजनाहरूको तपाईँको हाम्रा आयोजनाहरूको सेयर निस्केको कारण के हो भनेपछि 51% वा सोभन्दा बढी विद्युत ऐन 2049 को दफा 51 कि कुनमा छ है यो है। यो चाहिँ तपाईँको 51% वा सोभन्दा बढी स्वदेशी लगानी भएको जलविद्युत आयोजनाहरू सरकारी हुँदैनन् भन्ने लेखेको छ त्यहाँ प्रश्न है। त्यो रिनेगोसिएसन हुनसक्छ फेरि। जस्तै अहिले हामी चाहिँ जस्तो 15 वर्षसम्म 50% कर छुट के छ नि। जस्तो ल 50 वर्ष पुग्यो 35 वर्ष पुग्यो भनेपछि ल सकियो, तर अपरेसन चाहिँ तपाईँले गर्नुहोस्। अहिले खिम्तीले 2 रुपियाँमा गरे जस्तो केही नेगोसिएसन होला फेरि, रिनेगोसिएसन भएर यिनीहरूलाई नै आउने अवस्था छ। र यो त्यो 35 वर्ष पछाडि चाहिँ तेरो सेयर 0 भयो भनेर 65 लाख मान्छेलाई भन्दै भने के होला भन्नु त अवस्था। भनेपछि मैले अहिले बारम्बार तपाईँको त्यो ऐनको छलफलमा पनि विधेयकको छलफलमा म गइरहेको छु र मैले भनिरहेको कुरा के हो भनेपछि त्योमा तपाईँहरू सतर्क हुनुहोस्। यहीँनिर निजी क्षेत्रलाई परेका असाध्यै अप्ठ्यारा समस्याहरू जस्तो निजी क्षेत्रले 50 लाख भ्याट छुटको कुरा उठायो, केहीले पाए, अधिकांशले पाएनन्, त्यो पाएकै छैनन्। अनि बाढी पीडित गत वर्षको बाढीमा, अघिल्लो वर्षको बाढीमा बाढी पीडित आयोजनाहरूले सुविधा मागे,
त्यो पनि पाएन। 1% भन्सारमा अघिल्लो जुन सुरुमा प्रोजेक्टका उपकरण ल्याउँदाखेरि जसरी दिएको थियो त्यसरी देऊ भन्यो, त्यो पनि पाएनन्। तर यहाँनिर चाहिँ नि हाम्रो चाहिँ नि अब कहाँनिर कुरो मिलिरहेको छैन। जस्तो यहाँहरू पनि जस्तो विभिन्न पोलिटिकल पार्टीहरू सरकारसँग पनि यो निजी क्षेत्रका प्रवर्तकहरू नजिक छन्, सरकारलाई भनिरहेका छन्, बोटपट भनिरहेका छन्, बोलिरहेका छन्, तर यी कामहरू किन भइरहेका छन्? यसमा थोरै चाहिँ म पनि त्यो सहमत हुन्छु, किनभने कुरा टाइममा राम्रो गरी बुझाउन सकिएन कि भन्ने लाग्छ। अहिले पछाडि चाहिँ अलिकति ए भन्ने बनाएको छ कि ए भन्ने बनाएको छ। कस्तो भयो भने चाहिँ विद्युत ऐन 2049 अनुसार हामीले अनुमति पत्र लियौँ होइन। त्यो अनुमति पत्र त्यही ऐन अनुसार लिएपछि त्यही ऐन अनुसार अनुमति पत्र छ नि त। अहिले 10 वर्ष भयो होला, 20 वर्ष भयो होला, त्यो 20-22 वर्ष 23 वर्षभन्दा त भएको छैन होइन। 23 वर्ष भएको छन् त्यो ऐन अनुसार। अनि बिचमा खेलकुद सुरु गर्ने, अनि बिचमा खेलको नियम परिवर्तन गर्न त पाइँदैन नि। हामीले मागेको के हो भनेपछि कतिपय मिडियाहरूमा त्यो कुराहरू पनि आए, त्यसको प्रतिवाद पनि गरियो। जस्तो भने आम्दानी हुँदा कमाउँदाखेरि कमाइ गर्दा चाहिँ आफू कमाइ गर्ने, अनि क्षति हुँदा चाहिँ सरकारले बोकिदिनु पर्ने भन्ने एङ्गलबाट कुराहरू पनि आए। तर कुरा के प्रश्न हो भने अघि तपाईँले पनि अलिकति प्रश्न पार्नुभयो। हामीले मागेको इन्सुरेन्स गरेको छ, इन्सुरेन्सले बोक्ने इन्सुरेन्सले बोक्छ होइन। तर हामीले मागेको के हो भने चाहिँ त्यो विद्युत ऐन 2049 मा चाहिँ स्पेयर पार्ट्सको पनि 1% भन्सार ल्याउन सक्ने छुट पाउने छ। त्यो व्यवस्था छ क्या। अनि हामीले के भनेपछि हाम्रा रहरले खोलाले बगाएको त होइन। हामीले नेपाल सरकारसँग मागेको के हो भनेपछि इन्सुरेन्सबाट आउँछ, इन्सुरेन्समा आएको पुगेन भने हामीले थपेर ल्याउँछौँ, हामीले थप्छौँ। तर सरकारले के मतलब विद्युत ऐन 2049 अनुसार त्यो बाढीले लगेको सबै क्षतिपूर्ति हामीलाई दिनुहोस् भने होइन। सरकारलाई हामीले के भन्यो भने चाहिँ त्यो 1% मात्रै भन्सार तिरेर चाहिँ ल्याउनु पाऊँ है भनेको हो। त्यो कुरा चाहिँ नि अब कति समयमा हामी बुझाउनु पनि सक्दैन। र अर्को चाहिँ कुरा के छ भने चाहिँ अब यहाँ माइन्डसेट छ नि नेपालको सरदर मान्छे, त्यो मैले भनेको भने एभरेज माइन्डसेट चाहिँ के छ भनेपछि गरी खाने मान्छे त माफिया हुन्छ नि त यो मुलुकमा होइन। त्यो हिसाबले अब यिनीहरूले कमाउनु चाहिँ कमाए तिर्नुपर्छ, त्यो ऐनमा जेसुकै होस् नि होइन, व्यवस्था जेसुकै होस् नि, यहाँ त जोड जबरजस्तीको छ नि। एकपल्ट तपाईँको यही उदाहरण प्रस्तुत गरौँ। इपानले नै गरेको त्यो पनि म किसदाईको पालामा हो, म नै भिडेको हो। त्यसमा तपाईँको प्लेट चाहिँ इम्पोर्ट गर्दाखेरि 17% भन्सार पुर्याएको थियो नि त होइन। त्यो हुनुपर्ने के थियो 1% थियो, ऐनले त 1% दिएको थियो, 17% पुर्याएको थियो। त्यो पुरा कन्भिन्स गरेर क्याबिनेट गयो, सबै गयो, क्याबिनेटबाट चाहिँ तपाईँको पास हुने बेला भयो। कर्मचारीहरूले के भन्दै भने चाहिँ होइन 300 पैसा त जति पनि 2-4%ले केही फरक पर्दैन हजुर, यो 17 को सट्टा 5 चाहिँ लाउनै पर्छ भनेर 5 लगाइदियो क्या भनेको हो। अब त्यही चिज चाहिँ 12% घटेको चिज त इपानले नै घटाएको होला नि त होइन। त्यो त 17% तिर्नु पर्थ्यो। अब लाग्यो भने त नागा चाल्ने। अब ठ्याक्कै भन्नुपर्दा अहिले निजी क्षेत्रले भोगिरहेको समस्याहरू के हुँदा कहाँ चाहिँ निजी क्षेत्र असन्तुष्ट छ? सरकारले 28,500 मेगावाट चाहिँ सन् 2035 सम्म निर्माण गर्ने भनेर जुन कार्ययोजना ल्यायो हो, त्यो कार्ययोजना ल्याएको त पक्कै पनि सोच समझदै त्यत्रो समयसम्म चाहिँ तपाईँको त्यो समितिमा गएर, पूर्वाधार समितिमा गएर छलफल भएर सबै गरेर ल्याएको हो नि त। तर त्यो ल्याउने बित्तिकै तपाईँको अदालतको आदेश आयो एउटा, तपाईँले हेर्नुभयो पूर्ण पाठ चाहिँ आएको छैन। त्यो आउने बित्तिकै तपाईँको वनमा पस्नु नपाउने खालको एउटा फैसला आयो, निकुञ्जहरू वनमा पस्नु लाग्यो। अनि अर्को चाहिँ के हो भन्दाखेरि त्यत्रो आएको छ, निजी क्षेत्रले स्वागत गरेको छ, निजी क्षेत्रले बनाउँछु भनेको छ। त्यो बनाउँछु भन्नेमा पनि थोरै जान्छु मैले। थोरै यहाँ चाहिँ अलिकति घाटाको कुरा पनि गर्न मन लागेको छ मलाई। जस्तो अधिकांश लिस्टिङ भएका आयोजनाहरू किन घाटामा परे भन्ने कुरा पनि। अनि त्यसो गरेर निजी क्षेत्र तयार हुँदाखेरि त्यो एउटा वनको समस्या आइदियो होइन। अर्को समस्या तपाईँको 43-44 आयोजनाहरू आइपिओको आयोजनाहरू र 9 जति राइट सेयरको आयोजनाहरू, 23-24 अरबको पैसा सेवनमा तपाईँको ब्लक भएर बसेको छ होइन। त्यो आए त अहिलेकै सरकारलाई पनि त्यो सबै खुल्ने भने त त्यो सर्कुलेट भएर जान्छ नि त, सजिलो हुन्छ, धेरै सर्कुलेट हुन्छ। तपाईँको इकोनोमी त ग्रो हुन्छ नि। पैसा भन्दा त एक ठाउँमा बसिरहने चिज होइन भनेपछि त्यस्ता खालका समस्याहरू आएका छन्। र यो 28,500 उत्पादन गर्न नदिनलाई विभिन्न एङ्गलबाट अन्डरग्राउन्ड भित्री रूपमा चाहिँ काम भइरहेको छ। तर 28,500 चाहिँ हामीले उत्पादन गर्न सक्छौँ भन्ने आधार चाहिँ तपाईँको झन्डै 91वटा आयोजनाहरू लिस्टिङमा छन्। 40वटा आयोजना, त्यो मध्ये 91 नै आयोजनाले सबैले प्रोजेक्ट बनाउँछन् भन्ने छैन होइन, साना ठुला जे होलान् होइन। तर त्यो 91 मध्ये मेरो आकलन के छ भने मैले यसो लिस्टिङ पनि गरेर हेरेको छु, 40वटा आयोजनाले 10 वर्षमा 500 मेगावाट बनाउन सक्ने छन् क्या
होइन। त 10 वर्षमा 500 मेगावाट 40वटा ग्रुपले बनायो। अघि मैले तपाईँलाई भने जलविद्युत भने त ग्रुपले बनाउने हो क्या, एउटाले बनाउने होइन। 20,000 मेगावाट भयो, 3,500 मेगावाट उत्पादन भइसकेको छ, 5,000 मेगावाट उत्पादनमा छन् क्या। 28,000 सरकारले पनि त बनाउला फेरि। सरकारको त सरकारले त बनाउनु हुँदैन भन्छु मैले त। किनभने निजी क्षेत्रलाई पुरा छोडिदिनुपर्छ, सरकारले त ट्रान्समिसन लाइन बनाउनु न। ट्रान्समिसन लाइन बिजुली मात्रै बनाएर त ट्रान्समिसन लाइन फेरि यस्तो छ, यहाँले भनेको कुरा सरकारले निजी क्षेत्रले मात्रै बनाउँदाखेरि त फेरि पावर ब्यालेन्स भएन नि त, स्टोरेज आयोजना आएन, निजी क्षेत्र स्टोरेज आयोजना बनाउन सक्दैन होइन। किन सक्दैन? त्यसलाई कसरी जाने? किन सक्दैन? यसो हो कि यो लक्ष्मणजी के छ भनेपछि हामी 2 पैसा कमाउन लागेको हो। पैसा र पानी ओह्रालोमा बग्छ अरे उकालोमा बग्दैन क्या, ओह्रालोमा बग्छ क्या। ओह्रालो देखाउनु पऱ्यो क्या। जस्तो यत्रो आयोजना बनाउनेले चाहिँ स्टोरेज प्रोजेक्ट बनाउन सक्दैन मैले भन्दैन, बनाउन सक्छ। तर स्टोरेज प्रोजेक्टमा 12-15% पैसा चाहिँ कमिन्छ है यहाँ। यो तपाईँको यति वर्षले पुगेन भने यति वर्ष लिनु, या यो सुविधा लिनु। यो चाहिँ भन्सार सुट के सुट, जस्तै पूर्व अर्थमन्त्रीको जनार्दन शर्माको पालामा त रिजर्भरलाई धेरै छुटहरू आएको थियो नि त। त्यस्तै चाहिँ तपाईँको ओपन गर्नु पऱ्यो क्या, मेकानिजम हुनु। निजी क्षेत्रलाई आकर्षित गर्ने खालको तपाईँको नीति नियमहरू आउनु पऱ्यो। त्यो आयो भनेपछि तपाईँको रिजर्भर बन्दैन भन्ने छैन। जस्तो अहिले मैले के भन्न थाल्छु भने तेह्रथुममै तम्बोर जलाशयुक्त जलविद्युत आयोजना छ 762 मेगावाटको, त्यो निजी क्षेत्रले बनाउन सक्छ। तर सरकारले चाहिँ त्यो फिजिबल हुने खालको आकर्षण दिनु पऱ्यो नि त। यो समस्याहरूमा जुन कार्यान्वयन नभएको 4 महिना भइसक्यो होइन, यो अब सरकारले के गर्नुपर्ने हो, हामीले दबाब कसरी दिनुपर्ने हो? अब हामी बारम्बार दबाब दिइरहेका छौँ। अब कतिपय मिडियाहरूमा नेगेटिभ हिसाबले पनि आए। जस्तो अदालतको फैसला आयो, अदालतको फैसला त हाम्रो काबुमा छैन। अदालतको फैसला के चाहिँ अदालतले पुनर्विचार गर्नु पऱ्यो, त्यो पूर्ण पाठ लेख्दाखेरि अलिक सुधारेर लेखिदिनु पऱ्यो होइन। कि चाहिँ अर्को ऐन कानुन बनाउनु पऱ्यो। ऐन कानुन बनाउने भनेको त अहिलेको संविधान र व्यवस्था अनुसार त दलहरूले हो। भनेपछि दलहरूका प्रमुख नेताहरूलाई त्यो फैसला पछाडि हामीले हरेक नेताहरू, हरेक प्रमुख सचेतकहरूलाई सबलाई गरेर त्यो ज्ञापन पत्र दिउँ। त्यो दिँदाखेरि अब अहिले के जोगाउन के मिडियाहरू पनि आए होइन। तर हाम्रो चाहिँ के हो भन्दाखेरि यदि अदालतले त्यसलाई पूर्ण पाठ ल्याउँदाखेरि चाहिँ विकास मैत्री बनाएन, सम्बोधन गर्दिन भनेपछि त्यसको लागि भन्ने छ। र अब यसो हो, क्षेत्र बढिरहेको छ, समस्याहरू बढिरहेका छन्, सरकारले गर्न खोज्दैछ, कतिले रोक्न खोज्दै होला, कतिले गर्न खोज्दैछ नि। निजी क्षेत्र पनि अगाडि बढिरहेको छ, निजी क्षेत्र पनि एग्रेसिभली अगाडि बढिरहेको छ। तपाईँको अब यहाँभन्दा बजार सुनिश्चित छ, 10,000 मेगावाटको पिपिए भइसकेको छ, बङ्गलादेशमा बिजुली जान थालेको छ, जान त थाल्यो नि। तपाईँको भारतमा पनि 39 मेगावाटबाट यात्रा सुरु भएको होइन, बङ्गलादेशमा 40बाट सुरु भएको छ। भनेपछि ती सबै कुराले यो क्षेत्र एकदम फेभरेबल छ। यो क्षेत्रले तपाईँको नेपाललाई समृद्धिको मार्गमा अगाडि बढाउँछ। धेरै विषयवस्तुहरूको निकास अहिले संसदमा विचाराधीन विद्युत ऐनमा गएर ठोकिन्छ। 16-17 वर्ष भइसक्यो होइन, आएको छैन। अब अहिले आएर के भनिन्छ भने होइन, हामीले त ल्याउन लागेका थियौँ, कर्मचारी तन्त्रको कुरा के छ, हामीले त ल्याउन खोजेको हो, नेताले दिएनन्, सांसदले दिएनन्। बहालवाला मन्त्रीहरू के भन्नुहुन्छ, हामीले त काम गर्न खोजेको हो, मान्यज्यूहरूको गुनासो आयो भन्नुहुन्छ। मान्यज्यूहरू के हुनुहुन्छ, हामीले त संसदबाट ल्याउन खोजेको, निजी क्षेत्रको अवरोध भयो। प्रश्न चाहिँ तपाईँहरूतिर तेर्सिएको छ। 25 वर्षको तपाईँको समयमा 2700 मेगावाट उत्पादन गरौँ हो भनेको। त्यसैलाई चाहिँ तपाईँको त्यसैलाई लागू गर्नको लागि ल्याउन लागेको ऐन होइन। भनेपछि निजी क्षेत्रसँग यथेष्ट छलफल गरेर हामीलाई लागू गरेर ल्याउन लागेको ऐन यथेष्ट छलफल गरेर ल्याउनु पर्दैन। यो देशमा जस्तो अघि मैले विभिन्न ह्याटमा छौँ नि हामी, तर सबैभन्दा पहिला त देशका नागरिक हो नि त होइन। त्यो हिसाबले हामीले चाहिँ यो देशमा सबै नै गर्न पाउनुपर्छ, हाम्रै फेर हुनुपर्छ। हामीले के भनेको छ, 2049 को ऐनको मर्ममा विपरीत नल्याउनुहोस् मात्रै भनेको छ होइन। त्यो अहिले 2049 चाहिँ मान्छेलाई के अरे जुन हिसाबले ऐन आएर अहिले देश उज्यालो भएको छ, ढोका खोलेर भित्र छिराए। अब चुक्कु लाउने हो र होइन नि त। चुक्कु लाउन नदिने मात्रै हो, सरकारले ऐन ल्याउँछ, लागू गर्छ, त्यो मेरा लागि पनि हो होइन। अहिले यहाँ चाहिँ के भयो भन्दाखेरि कस्तो परिभाषा र कस्तो ऊ चाहिँ सिर्जना गर्न खोज्यो भने अहिले तपाईँ अधिकांश हेर्नुहोस्, अहिले निजी क्षेत्रमा लगानी गरेर विद्युत ल्याउनेहरू त नेपाली अनुहारै छ नि त सबै होइन। अनि त्यसमा चाहिँ कोही चाहिँ दाता, भगवान्, प्रभु, उहाँ हामी मागिरहने, उहाँहरू दिइरहने दाता क्या, त्यसो होइन नि। ए बाबा भोलि अहिले तपाईँ माननीय हुनु होला, भोलि तपाईँ माननीय सक्यो भने आउनुहोस् न यार व्यापार गरौँ होइन। भोलि उहाँ माननीय हुनु होला, भोलि हामी माननीय हुन सक्ला नि त फेरि। भनेपछि कसलाई कहाँ जान छिकेको छ त,
जो कर्मचारी साथीहरू भोलि कहाँ को जान्छ थाहा छैन। कर्मचारी साथीहरू पत्रकार साथीहरू लु मिल्दैन एउटा प्रोजेक्ट बनाउनु हुन सकिँदैन र त्यो कसले रोकेको छ त रोकेको छैन नि त। भनेपछि यो चाहिँ के हो भन्दाखेरि 2049 सालको ऐनको मर्म विपरीत नल्याउँ भनेको मात्रै 2049 सालको विद्युत ऐनको मर्मलाई टेकेर ल्याउने हो भने अहिले संहितामा गयो त्यसको प्रतिकूल व्यापारका कुराहरू त्योभन्दा प्रतिकूलहरू भने त्योभन्दा अनुकूल गरेर अथवा हामी त त्योभन्दा अनुकूल पनि चाहिँदैन भने हामीले त्यही नै भए पनि हुन्छ। त्यहीमा संहिता थप्नुहोस् के थप्नुपर्ने छ विद्युत व्यापार एउटा थप्नुहोस् किनभने सरकारले मात्रै व्यापार गरेर हुँदैन त्यो दुईवटा कुरा थप्नुहोस् 2049 को ऐन ल्याउनुहोस् भने हामी स्वागत गर्छौँ त। हस् यहाँसँगको आज मिठो संवाद भयो। आजको संवादमा यहाँले आफ्नो महत्त्वपूर्ण समय दिएर संवादमा सरिक भइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। हस् ल ऊर्जा खबर र यहाँलाई धेरै धेरै धन्यवाद।